वेलकम टू माई फर्स्ट ब्लॉग र अहिले हामी माथि चढ्दै गयौँ यो सिलसिलामा र अब माथि कहाँ जानु मेरो मम्मीहरू टाढा जान होला र भर्खरै पानी नि पर्दैछ त्यसले यहाँ चिप्स लगाएको र अब जाम है beer guys खुल्दैन है यो त माथि गएर भन्न पर्यो यताबाट जाँदैछौँ हामी उताबाट त खुलेन त यसले हेर्न सक्नुहुन्छ यहाँको हेर्न सक्नुहुन्छ र गाइस यहाँ हेर्न सक्नुहुन्छ फेवाताल हेर्न सक्नुहुन्छ र अहिले कुहिरो जस्तो लागेको त्यसले पुरै भ्यू देख्न सक्नु होइन यहाँ हेर्न सक्नुहुन्छ पोखरा सहर यत्रो ठुलो छ यत्रो ठुलो छ र यता फोटो खिच्दैछौँ हामीले पानी पर्ला जाम तिम्रो खिचिदिन्छ एउटा सिङ्गा लाना त अब पोखराको भ्यू यहाँ हेर्न सक्नुहुन्छ होइन र इनको नाम हो सुबिका घ्यामाली जसको नाम हो दोदै मेरो बहिनी हो ओ तुपु ओ टेचो सुबी छेपे सुबी छेपे यता आऊ यता आऊ नानी यता आऊ र यता हेर्न सक्नुहुन्छ गणेश भगवानको उस र यता मुसा पनि छ र यता मुसा पनि छ तपाईँलाई देखेन कोही कोहीलाई हेर्नु यो चाहिँ मुसा हो यो जुन पनि त बल जस्तो केही बोकेको त्यो चाहिँ र यो दुबो पनि हेर्नु दुबो र यो भिडियोमा लाइक हो यो भ्यू टावर र यो भिडियो यो भ्लग यो माई फर्स्ट भ्लगमा लाइक एम हो 1 लाइक किनभने तपाईँको हामीलाई सिर्फ एउटा मात्र लाइक चाहिएको हुन्छ त्यसले फटाफट गएर लाइक गरिदिनु र च्यानलमा च्यानलमा त नयाँ बेगुताका पुलहरू र कमिलाले कब्जा र यता हेर्न सक्नुहुन्छ पुरा र अहिले हामी तल झर्दैछौँ र मलाई एकदमै भोक पनि लाग्यो सबैलाई भोक लाग्यो मलाई मात्र होइन सबैलाई भोक लाग्यो त्यही तल झर्दै र यताबाट थोरै भ्यू पनि हेर्दै जानुहोस् त्यो हो एयरपोर्ट आशिष नै त्यो एयरपोर्ट हो आशिष नै त्यो एयरपोर्ट हो आशिष नै त्यो एयरपोर्ट हो र त्यहाँको उता चाहिँ एयरपोर्ट छ तपाईँलाई देखाएन होला तर उता एयरपोर्ट छ शिवलिङ्ग 108 वटा शिवलिङ्ग उहाँदेखि सुरु हुन्छ 108 वटा शिवलिङ्ग छ यहाँ र तपाईँलाई मैले देखाउँदै जान्छु ए ठुलोवाला टोटल 108 वटा यता 108 वटा छ टोटल यिनी कुनै मान्छे चाहिँ नि बन्दाकोपीको के पत्ता नि ला र यता हेर्दै जानु ए अब यता जुत्ता खोल्न पर्यो आज नै जुत्ता खोलेर जानु
किनभने हामी अहिले आएछौँ दुबोमा दुबो भाइ म भान्जा र यो फर्स्ट ब्लगमा लाइक केम त मैले भने 1 लाइक्स तपाईँको 1 लाइक र यता हाम्रो उस हैन नानी र गाइज यता हामी बस्दै गरे हौँ र मेरो फेस रिभिल भर्खरै भयो क्या फक गरे भयो यिनको नाम सुविज्ञा उहाँको पिङ्क कलर लगाएको चाहिँ मेरो मामु हो उहाँको नाम हो सुतरा गेवाली र उहाँको नाम हो सरू गेवाली अनि उहाँ चाहिँ मेरो दाइ हुन्छ आशिष गेवाली तपाईँले भ्लगमा कथरका सिक्नु होला उहाँको उता गइछन् र उता हामी बस्दैछौँ मेरो मम्मी उहाँको नाम हो सरू शर्मा उता हेर न मामुलाई यो बिचा सिकिराख्नु है ल आन्न ल ल ब त एयरपोर्ट हेर्न चाहनुहुन्छ यो पोखराको उता यहाँ कुहिरो लाएर यत्रो पोखराको भ्यू कत्रो ठुलो छ तपाईँलाई देखाइदिउँ उहाँदेखि स्टार्ट हुन्छ उहाँ र फेनी भनेको यहाँदेखि स्वर तपाईँलाई यहाँ रुखले देखेन होला उहाँदेखि सुरु हुन्छ उहाँ होइन मैले अहिले गलत भनेको छु के भन्नु उहाँदेखि सुरु हुन्छ होला अनि स्वर यताबाट आएर यताबाट सिधा हो यहाँ तक उता अनि फेवताल यहाँ फेवताल सबसे टपमा र अहिले यो पनि पोखरा नै हो तर पोखराको अलग ठाउँ पोखरा यताबाट र यो यसलाई एयरपोर्ट नमान्नु होला यहाँ कहिले देख्नु होला यो ग्रिन तर त्यो एयरपोर्ट होइन एयरपोर्ट मान्नु होला एयरपोर्ट चाहिँ त्यो होइन एयरपोर्ट यता कुहिरो नि रह के रे त्यसैले देखिन्न पाइलट तपाईँले कसरी उडाउने हो अब होइन र यता काम चल्दै गयो उता कन्स्ट्रक्सन साइट र हाम्रो भ्यू र साथै गाइज यो हाम्रो शेष सिरामा हिँड्दै गएको हामी यो खाना खानको लागि हामी हिँड्दै गयौँ र मम्मी बाबा त विदेश हुन्छ मम्मी मामु आशिष दाई अनि त्यसपछि चाहिँ अरू होइन अनि मेरो बहिनी हिँड्दै जानु हो र म सबसे लास्ट हुँ यार सबसे लास्ट र म तल जाँदै छु अब फटाफट तल जानुपर्छ मलाई ड्राई छुट्न नि सक्छु खाना खानको लागि यी बुलेट बाइक हेर्नुहोस् यो एयरपोर्ट होइन एयरपोर्ट वहाँ एयरपोर्ट हो जसलाई देखियो होला सबैलाई एयरपोर्ट के राम्रो देखेन होला वहाँ चाहिँ स्टुपा र हामी तल जाँदै गयौँ सरङकोटको तपाईँले भ्यू हेर्दै जानुहोस् र हामी चाहिँ तल झर्दै